केही गर्न नसकेपछि गरेर नै त्यही हो क्या। आफ्नो औकात अनुसारको त गर्न सकिन्छ नि। तपाईँहरूलाई के लाग्छ बालेन शाहको घरमा जुन तोडफोड भयो, चोरी भयो भन्ने न्युज आइरहेको छ होइन, त्यसमा चाहिँ चोरी कसले गरेको होला भन्ने लाग्छ तपाईँहरूलाई चाहिँ? मलाई त सायद कुनै पार्टीको झोलेहरूले गरेको हो कि जस्तो लाग्छ क्या। किनभने चोरी गर्नेले चोरी गरेर जान्छ, तोडफोड गर्दैन क्या। ल तोडफोडै गर्नु पऱ्यो भने कसैले जस्तै अब ढोका तोडफोड गरेर होइन, अथवा दराजहरू तोडफोड गरेर जान्छ, घरै पुरै तोडफोड गरेर जान्छ त कुनै रेसिपी निकालेको भइ गयो नि त होइन। मलाई चाहिँ कुनै पार्टीको झोलेले त्यसो गरेको जस्तो लाग्छ क्या। होइन केही गर्न नसक्दाखेरि त्यस्तै गर्नुपर्छ? उक्साको हो क्या हुन त त्यो त उक्साको। जति नै त्यस्तो गरे पनि बालेन शाहज्यू चाहिँ पछि हट्नुहुन्छ जस्तो लाग्छ होला। केही पनि ख्याच्न सक्दैनन् त्यसो गरेर। यही बेलामा बालेन शाहज्यू र उहाँको श्रीमती चाहिँ भोट माग्नकी लागि चुनावको प्रचार प्रसारमा बाहिर गएको मौका छोपेर चाहिँ घर तोडफोड गर्नु भनेको त कुनै न कुनै पार्टीको हात छ जस्तो लाग्छ क्या। पार्टीको नेताको हात हुनुपर्छ।